मित्रहरू, तपाईहरुको आफ्नै बेरोजगार संघको अध्यक्ष मिस्टर डी ले आफ्नो नयाँ गीत गोबरल्यान्ड प्रस्तुत गर्दछ। मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। कोही साथी जापान त कोही साथी खाडीमा, कोही अमेरिकामा जुटो भाँडा माझिरा। म चाहिँ बाउसँग दिनदिनै बाजिरा, बोटकाको बोटो हेर्दै लोकलले मातिरा। त्यही साढे भटासलाई दिनदिनै चाकिरा, आफ्नो भविष्य सम्झी आफै चुवातिरा। कहिले काहीँ त लाग्छ जान्छु कि क्या हो मास्तिर। साथीभाइ फोटो हाल्छन् समुद्र घुमेर, म चाहिँ हिँड्छु बागमतीमा आफ्नो नाक धुनेर। काठमाडौँको धुलो र धुवाले हात छुटेर, मलाई यस्तो पीडा दिने भगवान मरोस् त्यहाँ छुटेर। मेरो जिन्दगीको कथा बेथा बहिरोले सुनेर, मरेछ साला 2 दिनमा त्यसलाई हाँस उठेर। हे 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 बहिरोलाई हाँस उठेर। मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। अब के गर्नु रुएर एसएलसी पास झुन्डेर, कलेज पढ्न छोडिदिए चारवटामा घुल्टेर। जहिले पनि बङ्क खामी कलेज कहिले मुन्टेन, त्यही कारण त दुःख आयो हेर मलाई उर्लेर। बसिरहेछु म त नेपालमै लुकेर, इन्डियाको नाकाबन्दीमा आगोलाई फुकेर। देश पनि सकिसक्यो नेताहरूले चुसेर, कोही साथी अस्ट्रेलिया कोही त चीनमा छ। नेपालमा बस्ने सबै एनसीएलको ऋणमा छ। 22ले नपुगी 42 दिन थाल्या छ। ओसामा जस्तो डाकु एनसेल आफ्नै घरमा पाल्या छ। गोर्खालीको इज्जत सबै नेपालीले पाल्या छ। नेपालीको ढाका टोपी ग्रिन कार्डले टाल्या छ। अमेरिका गए सोच्छन् ठुलो तीर मारे छ। मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। म त मान्छे परे एकदम गोबरल्यान्ड, त्यसैले भाग्यले पनि हाने ओभरटेक। विदेश नगई त जीवन बाँच्न पनि गाह्रो भो, नेपालमा काम गरेर केटी पाउन गाह्रो भो। होइन के साह्रो हो यो चैतमा जाडो भो, सिङ्गल मात्र बसेर म दुःख खपु कति। थोपडा मेरो सामाको बढी मेरो हड्डी, चट्टी लाउने साथीहरू बनिसके ड्याडी। पासको थोपडा लिगी हिँड्छु चम्माहरूको बच्ची, कोहीले भन्छ बोका मलाई कोहीले भन्छ खसी। पार्वतीको आसमा मर्ने बसी बतडपी, बल्ल तल्ल फेसबुकमा एउटा छम्मा पट्टी। भेट्न जाँदाखेरि रहेछ 70 को बुट्टी, माफ गर्नु हजुरआमा आजदेखि कट्टी। फन्डै मर्या थिए म त भाग्दाखेरि लडेर, कति राम्रो थिए फेसबुकमा फोटो एडिट गरेर। मान्छे परे एकदम गोबर